यसलाई अङ्ग्रेजीमा यसलाई पावर अफ अटोर्नी भनेर भन्छ है। पावर अफ अटोर्नी भनेको चाहिँ कसैले तपाईँलाई कानुनी रूपमा उहाँको नाउँ चाहिँ उहाँको साटोमा प्रयोग गर्ने कागजपत्र बनाइदिनु भनेको है त। पावर अफ अटोर्नी भनेको चाहिँ यो शक्ति, पावर अफ अटोर्नी भनेको चाहिँ कस्तो खाले शक्ति हो भने तपाईँलाई चाहिँ उहाँले कागजात गरिदिनुहुन्छ, मेरो नाउँ चाहिँ अब तिमीले प्रयोग गर्न मिल्छ है। जस्तो श्रीमान र श्रीमती विवाह भइसकेपछि श्रीमतीले श्रीमानको नाउँ कानुनी रूपमा प्रयोग गर्न मिल्छ है। त्यसरी नै हामीलाई चाहिँ येशूको नाउँ कानुनी रूपमा प्रयोग गर्न दिएको छ। नत्र भने प्रेरितको पुस्तकमा तपाईँले पाउनुहुन्छ सिमोन जादुगर त्यसपछि अरूहरूले पनि येशूको नाउँ प्रयोग गर्न खोज्दै थियो, उसले त किन्नै खोज्दै थियो। अनि अरूलाई नाउँ प्रयोग गर्न खोज्दाखेरि उनीहरूलाई दुष्टले नै सताएर पठाइदिइराखेको थियो, किनकि उनीहरूसँग कानुनी अधिकार थिएन। उदाहरणको लागि अहिले मेरो नाउँ कानुनी रूपमा प्रयोग गर्नको निम्ति मेरो श्रीमती र मेरो नानीले मात्रै पाउँछ, अरूले प्रयोग गर्न पाउनुहुन्न। तर म त तपाईँको भाइ हो नि भन्दैमा मिल्दैन है, कानुनी रूपमा चाहिँ प्रयोग गर्न मिल्दैन होला। अब ए डुनामिस उहाँ हुनुहुन्छ नि भनेर भन्नु होला, ठिक छ, फरक परेन त्यो कुराले। तर कानुनी रूपमा प्रयोग गर्ने हो भनेदेखि चाहिँ कि त विवाहित हुनु पर्यो कि त आफ्नै सन्तान हुनु पर्यो है, नत्र भने मिल्दैन। त्यो कारणले गर्दा जब हामीले जुन दिन यसलाई विश्वास गर्यौँ हामी उहाँका सन्तान भएका छ। त्यही कारणले गर्दा अब उसो प्रार्थनामा चाहिँ हामी कानुनी रूपमा उहाँको नाउँलाई प्रयोग गर्छौँ। किन उहाँको नाउँलाई प्रयोग गर्ने त? यूहन्ना 14:13 र 14 हामी हेरौँ, किन प्रयोग गर्छौँ हामी उहाँको नाउँलाई? यो महत्त्वपूर्ण छ है। यूहन्ना 14:13 र 14, तिमीहरूले मेरो नाउँमा, उहाँले तिमीहरूले भनेर कसलाई भन्दै हुनुहुन्थ्यो यसुले यो समयमा? चेलाहरूलाई है, तिमीहरूले भनेर चेलाहरूलाई भन्दै हुनुहुन्थ्यो। अब अहिले त हामी पनि पढ्छौँ, हामी पनि उहाँको चेला हौँ। तिमीहरूले मेरो नाममा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। उहाँले जेसुकै भन्नुभएको छ है। तिमीहरूले मेरो नाममा कुनै थोक माग्यो भने म गरिदिनेछु। मेरो नाउँमा कोसँग माग्यो भने? येशूसँग माग्यो भने है। तिमीहरूले मेरो नाममा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। तिमीहरूले मेरो नाममा कुनै थोक माग्यो भने म गरिदिनेछु भनेर भन्नुभएको छ है। जस्तो श्रीमतीले अब श्रीमानको नाउँ लिँदाखेरि अब सबै प्रतिनिधित्व गरेको जस्तै हामी पनि येशूको नाउँ लिँदै गर्दा येशूले सिद्धाएको कामको प्रतिनिधित्व गर्छौँ है। यो चाहिँ राजदूत जस्तै हो। राजदूतले सबै आफ्नो देशको प्रतिनिधित्व गरेको जस्तै अब हामी येशूको नाउँ लिँदा येशूले सिद्धाएको कामको सबै शक्तिलाई प्रतिनिधित्व गर्दछौँ जब हामी येशूको नाउँ लिँदछौँ। र कानुनी रूपमा हामी लिन सक्छौँ। हामीसँग पावर अफ अटोर्नी छ। यो चाहिँ कानुनी रूपमा कागजात उहाँको नाउँ प्रयोग गर्ने हामीलाई दिएको छ। त्यो कागजात अहिले हामीभित्र पवित्र आत्मा हुनुहुन्छ। हालेलुया, आमेन। त्यही भएर जब हामी येशू ख्रीष्टको नाउँमा भन्छौँ, यो नाउँ हामी व्यर्थमा लिएका होइनौँ, तर यो नाउँ चाहिँ हामी पावर अफ अटोर्नी, कानुनी रूपमा उहाँको नाउँलाई हामी प्रयोग गर्दैछौँ। के रूपमा? कानुनी रूपमा। जब ट्राफिकले लुगा लगाउँछ ट्राफिकको, उसले कानुनी रूपमा कानुन प्रयोग गर्छ। नत्र भने अब कहिलेकाहीँ छुट्टीमा पनि ट्राफिकले अब बाटोमा यसो देख्यो भने मिलाउन सकिएला, अनि तर ऊ घुम्न जाँदै गर्दाखेरि सबैले ओ ट्राफिक ज्यू भनेर भन्छ त भन्दैन नि। तर लुगा लगाइराखेको बेला आफ्नो ड्युटीको बेलामा सबैले आउनु भएर ओ ट्राफिक हो है, उहाँले सिटी बजाएपछि रोकिनुपर्छ भनेर रोकिनुहुन्छ नि। तर हाम्रो लागि त्यस्तै हो है। हाम्रो लागि पनि अहिले त हामीभित्र नै को जिउनुहुन्छ? येशू ख्रीष्ट। ट्राफिकले लुगा लगाउनु भएको जस्तै हामीले येशूलाई धारण गरेका छौँ, उहाँको धार्मिकतालाई धारण गरेका छौँ, लगाएका छौँ, उहाँको उद्धारलाई हामीले लगाएका छौँ। हालेलुया। र त्यही रूपमा अब उसो चाहिँ कानुनी रूपमा हामी येशूको नाउँलाई प्रयोग गर्दछौँ। ट्राफिकले लुगा लाएर ड्युटीमा बस्नु भएको जस्तै कानुनी रूपमा पावर अफ अटोर्नी, उहाँको कानुनी रूपमा नाउँ प्रयोग गर्ने अधिकार तपाईँ र मलाई दिएको छ। र वचनले के भन्छ? उहाँको नाउँमा हरेक घुँडा र हरेक जिब्रोले स्वीकार्ने छ कि येशू नै प्रभु हुनुहुन्छ। आमेन। येशू नै के हुनुहुन्छ? प्रभु हुनुहुन्छ। हुन त ठुलो स्वरमा शक्ति हुन्छ भनेको होइन, कतिपल्ट समय हुन्छ नि ठुलो स्वरले प्रशंसा गर्ने, शान्तमय भएर गर्ने। तर यो अहिले चाहिँ घोषणा भनेको ठुलो स्वरले गर्छौँ नि त, हामी गर्दैनौँ, हामी ठुलो स्वरले घोषणा गर्छौँ। हालेलुया, आमेन। यो महत्त्वपूर्ण चाहिँ सबै कुराको समय छ, कति राम्रो असल। त्यही भएर येशूको नाममा हरेक घुँडा, हरेक जिब्रोले कि उहाँ नै प्रभु। प्रभु भनेको मालिक है, प्रभु, लोर्ड भनेको चाहिँ सबै कुराको मालिक, सबै कुराको मालिक, उहाँ नै मालिक हुनुहुन्छ। त्यही भएर हामी त्यो मालिकको नाउँ प्रयोग गर्नु भनेको मालिक स्वयंलाई
त्यो कुराको अगाडि उभ्याउनु हो। आमेन। फेरि पनि भन्छु, मालिकको नाम प्रयोग गर्नु भनेको मालिक स्वयंलाई त्यो कुरा, कुनै पनि कुराको अगाडि चाहिँ उभ्याउनु। म कुनै कुराको विरुद्ध येशूको नाममा प्रार्थना गर्दैछु भनेदेखि उहाँको नामलाई चाहिँ उभ्याउनु। तर त्यो पनि कानुनी दायरामा नै हुनुपर्छ है। जस्तो ट्राफिकले चाहिँ कतिखेर कानुन प्रयोग गर्न पाउँछ? हामी ट्राफिक होइन, हामीलाई के थाहा भन्नु होला। फेरि ट्राफिकले कतिखेर कानुन प्रयोग गर्छ? जब मान्छेहरूले कानुन मिच्न खोज्यो भने, अरू बेला गर्न मिल्दैन। बुझ्नुभयो? त्यही भएर वचनकै दायराभित्र रहेर मात्र हामी येशूको नाम प्रयोग गर्नुको मिल्छ है। वचनकै दायरामा रहेर मात्र। उदाहरणको लागि कसैले तपाईँबाट कसैले, उदाहरणको लागि मात्रै, कसैले तपाईँबाट ऋण लियो अरे, ऋण तिरेन अरे। अब तपाईँले यसरी प्रार्थना गर्नु मिल्दैन, येशू ख्रीष्टको नाम प्रभु यसको हृदयभित्र डरै डर हालिदिनुहोस् म प्रति, अनि यति डराओस् यसले तुरुन्तै मलाई पैसा तिर्दियोस्। कानुन प्रयोग भयो? भएन। यदि वचन अनुसार प्रार्थना छैन भने येशूको नाउँको कानुन प्रयोग हुँदैन। बुझ्नुभयो? धेरैचोटि त्यही नै हुन्छ। कसैसँग रिस उठिरहेको हुन्छ नि, प्रभु यसलाई हिर्काइदिनुहोस् न भने प्रार्थना गरेर हुन्छ। कहाँ हुन्छ त त्यस्तो? क्षमा दिनु भन्नुभएको छ झन् प्रभुले। येशूको नाउँमा क्षमाको प्रार्थना गर्ने हो नि त्यो बेलामा त। हालेलुया। यो महत्त्वपूर्ण छ है। यसकारण अब उसले के गरेर चाहिँ प्रार्थना गर्दाखेरि कानुनी दायरामा येशूको नाम प्रयोग गर्नु मिल्यो त? प्रभु उसले ऋण तिरेको छैन, प्रभु महिमाको सम्पत्ति अनुसार उसँग पैसा जुटोस् ताकि त्यो जुटेर मलाई पैसा उसले तिर्न सकुन्। अथवा प्रभु उनको मूर्खता छ होला, छ भने मात्रै, फेरि नगर्नुहोस् सधैँभरि। छ होला, तपाईँलाई थाहा छ होला, तपाईँको नजिकको साथी हो, मूर्ख छ, पैसा राम्रोसँग चलाउन जान्दैन, ऋण चाहिँ लिनुभयो जान्दैन, त्यही भएर बुद्धि छैन भने प्रभु यिनलाई बुद्धि दिनुहोस् तपाईँले, म येशूको नाममा प्रार्थना गर्दछु, तपाईँले पिता परमेश्वर बुद्धि दिनुहोस्, म येशूको नाममा प्रार्थना गर्दछु कानुनी रूपमा भयो, ताकि उनले कमाएर मलाई तिर्न सकुन्। हो, त्यो चाहिँ अब के भयो? बाइबल अनुसारको प्रार्थना भयो। तर यदि डरको आत्मा हालिदिनुहोस् प्रभु यसले मलाई तिरुन् भन्यो भने बाइबल आफैले के भन्छ? दोस्रो तिमोथी 1:7 अनुसार उहाँले हामीलाई डरको आत्मा दिनुभएको। अब वचनले भनिसकेपछि प्रार्थना वचनको विरुद्ध गरेपछि त त्यो प्रार्थना नै कस्तो प्रार्थना भयो? गलत प्रार्थना भयो है। सही प्रार्थना वचनको दायराभित्र रहेर गरिने प्रार्थना हो, तर गलत प्रार्थना के भयो? वचनको दायरा बाहिर आएर गरिने प्रार्थना हो। मैले जहिले पनि उदाहरण दिन्छु। अधिकारको कक्षामा हामीले गरेका थियौँ। अहिले हामी बाइबल विद्यालय कहाँ गर्दैछौँ? हाम्रो यो भवनमा गर्दैछौँ। हामीले गएर रोडमा गर्न मिल्दैन, त्यो हाम्रो अधिकार क्षेत्र होइन। बाहिर गएर होइन गरिदिने हो, हामी बिचमा गाडीहरू रोक तिमीहरू भन्यो भने हामी सबलाई, पाउल र सिलास त असल कुराले जानुभएको, हामी चाहिँ मूर्खताले पुग्छौँ त्यहाँ च्यालखानामा। त्यो कारणले गर्दाखेरि हामी गर्दैनौँ, त्यो हाम्रो अधिकार क्षेत्र होइन। वचन नै प्रार्थनाको अधिकार क्षेत्र हो। अनि त्यो अधिकार क्षेत्रभित्र रहेर येशूको नाउँ, पावर अफ अटोर्नी, कानुनी रूपमा प्रयोग गर्ने शक्ति, क्षमता र अधिकार हामीलाई दिइएको छ। हालेलुया, आमेन। यदि म वचनको दायरा बाहिर निस्केर येशूको नाम प्रयोग गर्छु भनेदेखि त्यो नाउँ प्रयोग कानुनी रूपमा हुँदैन। बुझ्नुभयो? त्यही भएर हामी कानुनी दायराभित्र, वचनको दायराभित्र रहेर मात्रै येशूको नाउँलाई, पावर अफ अटोर्नी, त्यो कानुनी कागजात हामीलाई दिएको छ र त्यही अनुसारलाई चाहिँ हामी प्रयोग गर्दछौँ। आमेन। बुझ्नु हुँदैछ तपाईँहरूले? जब यो बुझ्छौँ नि, हाम्रो प्रार्थना एकदमै धेरै साहसिलो हुन्छ है, एकदमै साहसिलो हुन्छ। किनभने हामीसँग भित्र शङ्का नै हुँदैन, डर पनि हुँदैन, मेरो प्रार्थनाको उत्तर आउँदैन भन्ने नै हुँदैन। किनकि अब जब म वचन प्रयोग गरेर, वचनको दायराभित्र रहेर वचन प्रयोग गरेर येशूको नाउँमा पवित्र आत्माले डोराउनु भयो अनुसार प्रार्थना गर्छु भने त्यही नै मेरो उत्तर हो। बुझ्दै हुनुहुन्छ? त्यही नै मेरो के हो? माथिबाट उत्तर आउँदैन, तर उहाँको इच्छा अनुसार वचनमा रहेर पवित्र आत्माले डोराइएर येशूको नाउँलाई कानुनी रूपमा प्रयोग गरेर म प्रार्थना गर्दैछु भने त्यही नै मेरो के हो? उत्तर हो। हालेलुया। किनकि उहाँको इच्छा अनुसार गर्नु नै मेरो प्रार्थनाको उत्तर हो। आमेन। तर यो महत्त्वपूर्ण छ, यसरी नै प्रार्थना गर्नु होला। र अर्को चाहिँ अघि नै मैले भनेको घुँडा टेक्ने छ भनेको फिलिपी 2:10 पाउनुहुन्छ तपाईँले, त्यो पदलाई लेख्नुहोस्, फिलिपी 2:10। र अर्को चाहिँ येशू ख्रीष्टको रगत। हालेलुया, आमेन। येशू ख्रीष्टको रगत हाम्रो लागि बगाइएको छ। रगत हाम्रो लागि प्रमाण हो। आमेन। रगत हाम्रो लागि के हो? प्रमाण हो है। यो चाहिँ प्रमाण पत्र जस्तै हो येशू ख्रीष्टको रगत चाहिँ। जब तपाईँले केही कुरा पास गर्नुहुन्छ, तपाईँले सर्टिफिकेट पाउनुहुन्छ, प्रमाण पत्र पाउनुहुन्छ, त्यसले नै प्रमाणीकरण दिन्छ होइन। त्यस कारणले गर्दा येशूको रगत हाम्रो लागि प्रमाण पत्र हो। प्रकाश 12:10
र 11 हामी यसलाई पढौँ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने जसले हाम्रो परमेश्वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ। लडाइँ नै यही नै हो नि, युक्ति भनेको उसले दोष लगाउँछ भनिरहन्छ। तर प्रभुको महिमा होस्। कलसी 2 को अघि हामीले 15 मा हेरिसक्यौँ। किल्ला ठोकी खुल्लम खुल्ला तमासा, त्यसले दोष्याउने सबै कुरालाई उहाँले के गर्नुभयो? खुल्लम खुल्ला तमासा बना अथवा रद्द गरिदिनु भयो पहिला, अनि त्यसलाई चाहिँ खुल्लम खुल्ला तमासा बनाइदिनु भयो। आमेन, रद्द गर्नुभयो। त्यही भएर वचनमा हुनु महत्त्वपूर्ण छ। अब त्यसले दोष्याउने बित्तिकै हामी के भन्छौँ? यो त सबै रद्द भइसकेको छ। हालेलुया, आमेन, रद्द भइसकेको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने जसले हाम्रो परमेश्वरको सामुन्ने तिनीहरूलाई दिन रात दोष लगाउँछ। कसको सामुन्ने लगाउँदो रहेछ? लगाउनु पनि परमेश्वरकै सामुन्ने। हामी यसलाई अयुबको घटनामा पाउँछौँ। स्वर्ग, यो पहिलो दोस्रो तेस्रो स्वर्ग भने जस्तै, तेस्रो स्वर्ग चाहिँ मुख्य कोर्ट भने जस्तै, त्यहाँ शैतानले के गर्दैछ? दोष लगाउँदै थियो नि। अयुबको विषयमा पनि तपाईँले हेर्नु भने अयुबलाई के गर्यो? उसले दोष लगाउँदै थियो होइन। तपाईँले पुरै आशिष बार हालेर आशिष दिइरहनु भएको छ। अनि जब आशिष सबै गुम्यो, अयुबले प्रार्थना गर्यो। उसले भन्यो, प्रभु म नाङ्गै आएँ नाङ्गै जाने, तपाईँले दिनुभयो, तपाईँले नै लानुभयो। के प्रार्थना सही थियो? थिएन। उनलाई बुझाइ थिएन कसले लग्यो भनेर। अनि उनको जीवनबाट शैतानले पनि किन लग्यो त? किन लगेको थियो उसको जीवनमा? किन भन्दा हामीले अयुबको अध्याय पुरै यसलाई अध्ययन गरिसकेका छौँ। 1 अध्यायमा तपाईँले पाउनुहुन्छ, 3 अध्यायमा पनि पाउनुहुन्छ। अयुब 1 अध्यायमा नै घटना के छ? उनले डराइ होम बलि चढाउँथ्यो, पाप बलि चढाउँथ्यो। मेरो सन्तानले कतै पाप गरे कि भनेर 3 अध्यायमा त उनले के भनेका छन्? म जे कुरादेखि डराउँथेँ त्यही कुरा मलाई हुन आयो। जे कुरादेखि डराउँथेँ, भूतकालको कुरा गरेको छ। उनी अगाडिबाट नै डरमा थिए। रोमी 6 को 16 अनुसार जसको अधीनतामा हुन्छौँ, माफ गर्नु, जसको आयकारी हुन्छ त्यसैको अधीनतामा। अनि त्यही एउटा क्षेत्रमा चाहिँ जब हामी डरमा, शैतानले ल्याउने कुरामा, वचन बाहेकका कुरामा आज्ञाकारी हुन्छौँ, त्यो क्षेत्रहरूमा चाहिँ जुन क्षेत्रमा आयकारी हुन्छौँ, आर्थिक होस्, पारिवारिक होस्, सम्बन्धमा होस्, अथवा कुनै त्यस्तो क्षेत्रमा हामी आयकारी भयो भने त्यो क्षेत्रमा चाहिँ कसले ठाउँ पाउँछ? शैतानले ठाउँ पाउँछ। त्यही भएर वचनले भन्छ, शैतानलाई कुनै पनि ठाउँ नदेऊ। रिस गर तर पाप, रिसाउन पाइयो तर पाप नगर। रिसमा प्वाच छ अथवा डाडु पन्यौ केही पनि बन्द है, नगर्नुहोस् यस्तो। किनभने त्यो होइन, पाप नगर्नुहोस्। रिस उठ्यो, ठिक छ प्रभु म सहन्छु यसलाई, तर घाम अस्ताउनु अघि नै तिमीहरूको रिस मरिहालोस् है। अहिले त मेरो त एकदम कम्ती हेर 5 मिनट भनेर नचाउ त्यसो अहिले। तर तपाईँहरूले है रिस गर्ने तर पाप नगर्नु भनेर आउँछ, उठ्यो भने, तर हामी पाप गर्दैन। अब शैतानलाई चाहिँ ठाउँ नदिनु भनेर भनिएको छ। यो महत्त्वपूर्ण छ। मैले यसलाई अधिकारको क्षेत्रको विषयमा भनेको है। अयुबले डराए, त्यही कारणले गर्दा शैतानले उनको जीवनमा त्यो बिमार, ती सबै कुरा ल्याउने अनुमति पाए। त्यही भएर उनले परमेश्वरसँग अनुमति लिन जाँदै थियो, दोस्याउन जाँदै थियो। जुन यो वचनमा पनि छ, त्यसको कामै के हो? दोस्याउने। गर्जने सिंह चाहिँ जान्छ, कसलाई दोस्याउनु पायो, खानु पायो भने यसरी गइरहन्छ। डराइरहेको छु यो यसले मेरो झुटलाई पत्यायो, यो मान्छे रहेछन्, आफ्नै बारेमा यस्तो भन्दैछ भनेर आउँछ ऊ। अनि उसले के गर्छ? दोस्याउन थाल्छ है। लडाइँ नै यही नै हो, दोस्याउन थाल्छ। तर यसमा चाहिँ तर छ है। प्रभुको वचनमा चाहिँ भन्छेपछि तर नराख्नु होला, त विजेता भन्दा महान हो, तर प्रभु भनेर नराख्नु होला। तर यसमा चाहिँ तर छ, शैतानको कुरामा चाहिँ। प्रभुको महिमा होस्, आमेन। तर प्रभुले भनिसक्नु भयो हाम्रो बारेमा भनेको कुरामा चाहिँ तर नराख्नुहोस् है, तर नराख्नुहोस्। तिनीहरूले थुमाको रगत र आफ्नो गवाईको वचनको कारण त्यसलाई जितेका छन्। भोलि पर्सि जित्ने छन् भनेर भनिएको होइन, के गरेका छन्? जितेका छन्। यो हाम्रो लागि पनि लागु हुन्छ। खास यो वचन चाहिँ अब त्यो बेलामा 7-8 को समयमा भएका मानिसहरूको निम्ति पनि हो। तर यो डुअल टर्म भन्ने एउटा टर्म छ, जसको कारणले गर्दाखेरि दोहोरो सन्दर्भ भन्छौँ हामी। अहिले पनि हाम्रो लागि पनि प्रयोग हुन्छ यो वचन चाहिँ है त, आमेन। अहिले पनि हाम्रो लागि पनि प्रयोग हुन्छ। अनि आफ्नो गवाईको वचनको कारण त्यसलाई जितेका छन् र तिनीहरूले मृत्युसम्म पनि आफ्नै ज्यानको माया राखेनन्। त्यो बेला उनीहरूले राख्ने छैनन्, अहिले पनि छन् मानिसहरू जसले राखेका छैनन्। हामी परमेश्वरको लागि जिउँदछौँ, आमेन। यहाँ के भनिएको छ? के को रगतले? थुमाको रगत। कसको रगत? थुमाको रगत। हामीलाई निसार चाडको बेलामा थाहा छ, ढोकामा जब रगत लगाइयो, जेठाहरू सबै इजरायलका बाँचे, अरू चाहिँ बाँचेनन्। त्यही रगत हाम्रो प्रार्थनाको निम्ति पनि महत्त्वपूर्ण छ। यही रगतले चाहिँ हामीलाई सुरक्षा दिन्छ। अनि यही रगत चाहिँ हाम्रो निम्ति प्रमाण पत्र र गवाही हो कि हामीले शैतानलाई जितेका छौँ। यो रगत र आफ्नो गवाईको वचन। हाम्रो गवाईको वचन भनेको परमेश्वरकै वचन हो है। फेरि
मैले यस्तरी तपाईँको लागि जिए भन्दा पनि प्रभुको वचनले मलाई यसरी जिउन मद्दत गर्नुभयो भने उहाँको गवाई। आमेन। गवाईको वचन र रगत, थुमाको रगत नै हाम्रो लागि चाहिँ के हो त? प्रमाणपत्र हो। तर यो पदमा अझै हेर्दै गर्दा हामीले जोड थुमाको रगतलाई दिँदैछौँ। थुमाको रगत चाहिँ तपाईँको लागि प्रमाणपत्र हो है। आमेन। प्रार्थना गर्दै गर्दा म जित्नको लागि प्रार्थना गर्ने होइन, जितेको कुरालाई फुकाउन प्रार्थना गर्छु अब उसो। हालेलुया। आमेन। मैले अघि नै भनिसकेँ है, शैतानलाई जित्न प्रार्थना गर्ने हो। थुमाको रगत प्रयोग गर्नु भनेको नै यो प्रमाणपत्र हो कि हामीले शैतानलाई सिद्धियो है। अब सिद्धियो, कहाँ सिद्धिया छैन फेरि, यो चाहिँ सिद्धियो यहाँ भनेको चाहिँ तिमीहरूले शैतानलाई त्यसलाई के गरेका छौ? जितेका छौ, जितेका छन्, सिद्धियो। त्यहाँ चाहिँ अब होला होइन, तर मलाई त्यस्तो महसुस भएको छैन। महसुसलाई डल्लो पारेर फाल्नुहोस्। तर हामी विश्वास गर्दछौँ यो समयमा, किनकि यही नै गवाई हो, रगत नै प्रमाणपत्र हो। जब यो गवाईमा म उभिन्छु र म प्रार्थना गर्दैछु, यही मेरो प्रार्थनाको उत्तर नै यही नै प्रमाणपत्र हो। हालेलुया। कि येशूको रगतले हामीले शैतानलाई जितेका छौँ। अनि जब हामी प्रार्थना गर्छौँ नि, अब येशूको नाउँ लिएर र येशूको रगतको गवाईमा उभिएर हामी जब प्रार्थना गर्दछौँ नि, शैतानले घुँडा टेक्नै पर्छ, नाइ म हुँदिनँ। कतिपल्ट प्रार्थना गर्दै जाँदाखेरि विभिन्न ठाउँ हामी देख्छौँ, तर त्यो केही गलत छ त्यो ठाउँमा है, केही कुरा मिलेको छैन। नभए जब येशू 2000 वर्ष अगाडि काम सिधाउनु भएको थिएन, येशू क्रिस्टले 2000 वर्ष अगाडि जब पृथ्वीमा आउनुभयो, तपाईँहरूले आफैले देख्नुहुन्छ, जब उहाँले भूतहरू निकाल्नुभयो, भूतहरू वाद विवाद गरेर बसे येशू क्रिस्टसँग। के तपाईँले भनेर हुन्छ? ठट्टा गर्नुभयो, खोज्या हो भनेर बस्यो छैन नि। त्यस्तो कुरा गरेन। के भने? बिन्ती छ, प्लिज कृपा गरिकन हामीलाई सुँगुरभित्र पस्न दिनुहोस्, कृपा गरिकन भन्छु, कृपा गर्नुहोस्। उनीहरूले भन्दै थियो त्यो कुरा। यो महत्त्वपूर्ण छ। यसले त्यो समयमा हाम्रो लागि शैतानलाई नजित्नु हुँदाखेरि त उहाँ शरीर, पाप र शरीरमा भएको कारणले गर्दा अधिकार थियो उहाँसँग, पवित्र आत्माको शक्तिमा उहाँले काम गर्नुभयो भने अहिले हामी कहाँ छौँ? त्यो समयरेखामा छैनौँ। 2000 वर्ष अगाडि जस्तो येशू हुनुहुन्थ्यो त्यो समयरेखामा तपाईँ हुनुहुन्न। हामी कुन समयरेखामा छौँ? येशूले जिताइसकेको कामको, शैतानलाई उहाँको रगत जितिसक्नु भएको समयरेखामा छौँ। हालेलुया। र हाम्रो प्रार्थना उत्तम प्रार्थनाको समयरेखामा हामी छौँ है। हो, मैले अब यो दाजेको चाहिँ होइन, पुरानो करारमा मानिसहरूले प्रार्थना गरे जस्तो अहिले हामी सिक्दैछौँ नि, त्यो सबै कुरा पुरानो करारको मानिसहरूलाई थाहा थिएन। तैपनि उहाँहरूले जति बुझ्नु भयो त्यसरी प्रार्थना गरे, प्रभुले काम गर्नुभयो। तर अहिले हामी उत्तम करारमा छौँ। उहाँको रगत त्यो उत्तम करारको प्रमाण हो, जहाँ हामी उभिएर जसै प्रार्थना गर्छौँ अनि त्यो प्रार्थनाको प्रमाण उतर आउँछ। प्रमाण भन्ने नै येशूको रगत हो। हालेलुया। आमेन। त्यही भएर यो महत्त्वपूर्ण छ है। सासिलो भएर प्रार्थना गर्नुहोस्। जस्तो मैले अघि भने नि, मेरो नानी 2-3 बजे उठेर अब बोल्नु हुँदैन होला, अब के गर्ने होला भनेर बस्दैन, ऊ बोलाइहाल्छ। उसले बोलाइहाल्छ नि, म जुरुक्क उठेर खुरुक्क गइहाल्छु। के भयो नानी भनेर होइन। अनि मलाई फेरि त्यो अघि न भने जस्तो कथा भन्नुहोस् न, 3 बजे राति मलाई स्टोरी भन्नुहोस् न भन्न हुन्छ। अनि भन्दा फेरि निदाउँछु, अब्राहम यस्तो यस्तो फेरि आपा भनेर म भनिराखेको हुन्छ है। त्यसरी नै हामी सासै तब परमेश्वरकोमा जान्छौँ। उहाँको रगतको कारणले गर्दा, उहाँले हामीलाई दिनुभएको वचनको गवाईको कारणले गर्दा। अनि प्रार्थनामा यो महत्त्वपूर्ण छ है। यो हाम्रो स्थान हो। अब म सासै जान्छु र उहाँलाई अब्बा बुवा, मलाई भएको कुरा म येशूको नाममा उहाँलाई भन्छु र चाहेको कुरा म उहाँलाई माग्छु। आमेन। आमेन। तर अब पछि कतिवटा प्रार्थना चाहिँ के दृष्टिकोणको कारणले गर्दाखेरि पनि देखाउने प्रार्थना भयो भने पनि आउँदैन भनेर बुझ्नुपर्छ। कतिपल्ट चाहिँ यो सबै कुरा प्रयोग गरिन्छ तर अरूलाई देखाउनको लागि प्रार्थना गरिन्छ है। जुन चाहिँ येशूले त्यसको विरुद्धमा चाहिँ ठुलो स्वरले प्रार्थना नगर भन्नुभयो, त्यो त्यसको विषयमा त देखाउने प्रार्थना थियो उनीहरूको है। फेरि कतिवटा प्रार्थना हामी चर्को स्वरले नै गर्छौँ। अनि धेरैजनाले नबुझेर चाहिँ चर्को स्वरले प्रार्थनै गर्ने होइन, येशूले त यसरी एकान्तमा गएर गर्नु भन्नुभयो। त्यो कुन खाले प्रार्थना हो, कुन चाहिँ प्रार्थनालाई चाहिँ त्यसरी गर्नुभयो भनेर बुझ्नुपर्छ। त्यहाँ विभिन्न प्रकारका प्रार्थना छन्। आमेन। हामीले बुझ्नुपर्छ है। तर कतिजना चाहिँ अब के हुन्छ भने यो सबै बुझेर पनि अब म एकदमै, यसले अस्ति मलाई न्यु खोजेको थियो, म पनि यसलाई एकदमै धनी भएर देखाइदिन्छु, आजको आज प्रभु 1 अरब मलाई महिमाको सम्पत्ति अनुसार ड्याम्म खनाइदिनु पर्यो अनि म झ्याम्म देखाइदिनु पर्यो भनेर गऱ्यो भने त्यो दृष्टिकोण गलत भयो कि देखाउनको लागि हामी गर्दैनौँ। एउटा साधारण उदाहरण दिन्छु। जस्तो उदाहरणको लागि म विश्वासको प्रार्थनामा यसलाई अझै कुरा गर्नेछु। मलाई गाडी चाहिएको छ, मैले प्रार्थना गरेँ, विश्वासको प्रार्थना गर्ने हो त्यसको लागि। मैले गरेँ भने मैले पाइसकेपछि मैले के को लागि प्रार्थना गरेको? त्यो गाडी मलाई चलाउनको लागि, ताकि म यात्रा गर्दा गर्दा मलाई सजिलो होस्, सहज होस् भनेर। अब त्यो
त्यो प्रार्थना गर्दा गर्दा चाहिँ मैले प्रभु म उसले छिमेकीले यसरी किनेको थियो म पनि आज देखाउन पाऊँ, ऊ पास्टरले यसरी लिनुभएको थियो, प्रभु मलाई नि तपाईँले माथि देखाइदिनै पर्छ, ऊभन्दा माथि नभए हुँदैन प्रभु, न त म तपाईँको सेवा गर्दिनँ, म घुर्की लगाइदिन्छु भन्यो भने भएन। धेरैचोटि त्यस्तो थियो पुरानो कुरा प्रार्थना, अहिले लागु हुँदैन। बुझ्नुभयो? अहिले लागु हुँदैन। अहिले हामी विश्वासमा गर्छौँ। आमेन। केमा गर्छौँ? विश्वासमा मात्र प्रार्थना गर्छौँ। यो महत्त्वपूर्ण छ। तर यदि मैले गाडीको लागि प्रार्थना गरेँ, प्रभुले जुटाउनु भयो भने त्यो के को निम्ति मैले प्रार्थना गरेको? चलाउने। त्यो पोस्ट पनि हालिराख्नु पर्दैन, देखाइ पनि राख्नु पर्दैन, ओ मलाई छप्पड फार्के आशिष दिनु हो भनेर भनिराख्नु पर्दैन। त्यो मेरो लागि चलाउनुको निम्ति हो सिधो। कहिलेकाहीँ तपाईँले सिकाउँदै गर्नु हुँदाखेरि प्रार्थना गरे प्रभुले उत्तर दिनुभयो भनेर तपाईँले गवाईको रूपमा बताउन सक्नु हो, फरक कुरा भयो त्यो। तर जेको लागि गरे सिद्धो। आमेन। त्यसको लागि प्रयोग गर्ने सिद्धो महत्त्वपूर्ण छ है त। मैले हतियारको विषयमा पनि भनिसकेको छु। अब परमेश्वरको इच्छा नै प्रभावकारी प्रार्थना हो। यो केही खण्डहरूलाई हेरौँ। याकुब 5:16 हामी जानेछौँ। मैले एकैचोटि याकुब 5:16 पछाडि हो र है। याकुब 5:16 मलाई एनकेजेभी भर्जनबाट पढ्छु है। याकुब 5:16 के भन्छ भने एउटा धर्मी मान्छेको प्रभावकारी प्रार्थनाले चाहिँ धेरै असर पार्छ, धेरै प्रभाव पार्छ है। मैले एनकेजेभीबाट पढेँ, एम्प्लिफाइडमा पनि म पढ्नेछु। The effective, fervent, active, efficient prayer of a righteous man avails much. एउटा प्रभावकारी सक्रिय प्रभावमा उत्कट चाहनाले गरिएको धर्मी मान्छेको प्रार्थनाले चाहिँ धेरै कुरालाई उल्ट्याउँछ अथवा धेरै महान काम गर्छ भनेर यहाँ भनिएको छ। मैले यदि एम्प्लिफाइड अनुवादमा यही पदलाई पढ्दैछु है, एम्प्लिफाइड संस्करणमा पढ्छु म। यसले के भन्छ भने The earnest, heartfelt, continued prayer of a righteous man makes tremendous power available. एउटा हृदयदेखि उत्कट चाहनाले निरन्तरताको गरिएको धर्मी मानिसको प्रार्थनाले धेरै शक्तिलाई उपलब्ध गराउँछ है, महान शक्तिलाई उपलब्ध गराउँछ। यो शक्ति भनेको चाहिँ डाइनामिक इन इट्स वर्किङ। आफ्नो काम गराइमा चाहिँ गतिशीलता छ, एकदमै गतिशीलता छ। Elijah was a human being with a nature such as we have. एलिया पनि हामी जस्तै स्वभाव भएका मान्छे थिए, विथ फिलिङ्स, एफेक्सन्स एन्ड कन्स्टिट्युसन लाइक आवर्स। हाम्रो जस्तै भावना, हाम्रो जस्तै इच्छा भएका उनी पनि मान्छे थिए। एन्ड ही प्रेड अर्नेस्टली फर इट नट टु रेन। उनले पानी नपरोस् भनेर उत्कट चाहनाले प्रार्थना गरे। कसरी प्रार्थना गरे? उत्कट चाहना। कहिलेकाहीँ मोमो खानलाई उत्कट चाहना भइरहेको हुन्छ, खानु यस्तो भित्रदेखि मासु खानु पाइनुहुन्थ्यो, त्योभन्दा माथिल्लो तहमा आऊ अनि उत्कट चाहनाले चाहिँ के गरौँ? प्रार्थना। कहिलेकाहीँ हो देख्छु म, हुन्छ पनि त्यस्तो। शरीरमा चाहिँ मोमो खाने जति उत्कट चाहना पनि हुँदैन प्रार्थना गर्दाखेरि। तर मोमो त मोमो हो नि भन्नु होला, मोमोमै हो। प्रार्थना त अझ उत्तम कुरा हो नि। हालेलुया, आमेन। तर मोमो खाने जति चाहना जति पनि प्रार्थना गर्ने चाहना भएन भने चाहिँ यहाँ धरी मान्छेको उत्कट चाहनाको प्रार्थना भित्रदेखि चाहेरै प्रार्थना गर्दैछ हो। सधैँभरि शरीरले पछ्याउँदैन। यसको मतलब सधैँभरि शरीर र भावनालाई प्रार्थना गरौँ जुरुक जुरुक हुँ भन्ने हुँदैन है। फेरि हुँदैन, हुन्छ भनेको होइन, हुँदैन। तर कहिलेकाहीँ उत्कट चाहना तपाईँको आत्माबाट तपाईँको प्राण र शरीरलाई तपाईँले नै सल्काउनुपर्छ। आमेन। तपाईँले नै भन्नुपर्छ। दाउदले के भने? हे मेरो प्राण परमप्रभुको प्रशंसा गर। अब अहिले सुन्दाखेरि आफ्नै प्राणलाई बोल्छ भाइ हो भनेर भन्नु होला, तर नियम नै त्यही नै हो। परमेश्वरले सारा संसारलाई कसरी बनाउनु भयो? बोलेर। प्रार्थनामा के गर्छौँ हामी? बोल्छौँ। हालेलुया, आमेन, हालेलुया। अनि दाउदले भने आफूलाई हे मेरो प्राण परमप्रभुको, अनि उनको प्राणलाई प्रशंसा गरौँ मन लागेको थिएन। यो कतिखेर लेखिएको घटना थियो। उनलाई लखटी राखेको, भाला हानिराखेको, सबैले उनको हत्या गर्न खोजिराखेको उनको समय थियो। गाह्रो थियो। दारी लुच्दै थिए उनी, र्याल चुहाएको एक्टिङ, पागल जस्तो बौला जस्तो एक्टिङ पनि उनी गर्दै थिए, बाँचोस् जीवन भनेर। तर त्यसको बिचमा उनले सम्झेर आफैलाई भने हे मेरो प्राण हो। लागिरहेको थिएन प्राणलाई, गाह्रो भइरहेको थियो, तर उनले आफ्नो प्राणलाई भने हे मेरो प्राण परमप्रभुको प्रशंसा गर। हालेलुया, आमेन। त्यो भएर लागोस्, महसुस होस् या नहोस्, हामी त्यही नै भन्छौँ। अनि त्यही उत्कट चाहना चाहिँ म उभाउँछु। जब म गर्छु, होइन म गर्छु प्रार्थना। हुन्छ नि राति अल्छी लाग्यो, एकदमै गाह्रो भयो, आज नगर्ने होला, दिनभरि पनि वचनै सुनेर आऊ, बाइबल स्कुलमै बसेर आऊ, आज भुगलुक्क सुत्नु पऱ्यो, भोलि गरौँला, आजको साटो होइन। तर के भन्नुहुन्छ त्यतिखेर? उत्कट चाहना लिएर होइन, प्राण प्रशंसा गर्छ। जतिखेर तपाईँलाई एकदम नगरौँ जस्तो हुन्छ नि, एक्स्ट्रा गरिदिनुहोस् अझै।
हिजो गरौँ मन लाग्दा 1 घन्टा गर्नुभएको थियो नि, आज अल्छी लाग्दा 2 घन्टा गर्नुहोस्। तर राति सुत्नु पर्यो है, एक्स्ट्रा टाइम गर्नुहोस्। प्रभु म तपाईँमा भर पर्छु, बिहान जति समयसम्म सुतेर उठेको हुन्छु मलाई पुरा निन्द्रा पुगेको हुन्छ आज झन् भनेर प्रार्थना गरेर सुत्नुहोस्। बुझ्नुभयो? जतिखेर मन लाग्दैन नि, हामीले आफूलाई यति धेरै मन बनाइसक्यो, म मन होइन, मसँग मन छ। जे कुरा पनि हामी के भन्छौँ अचेल? मन लागेको छ है, प्रार्थना सङ्गति मन लागेको छ है, आज वचन सुनुन् मन लागेको छ है, जाउँ न गरौँ प्रभु कुरा मन लागेको छ। मन लागोस् नलागोस्, दाउदले जस्तै हे मेरो प्राण परमप्रभुको, हे मेरो प्राण उत्कट चाहनाले तैँले प्रार्थना गर्नै पर्छ। त्यो गराउने तरिका चाहिँ अधीनतामा राख्ने नै हो। आज भ्याएन भने, आज एकदम थकी छ भने एक्स्ट्रा अभ्यास गर्नुहोस् है। तपाईँ आफै नै फरकपनालाई थाहा पाउनुहुन्छ। तपाईँ शरीरको विपरीत जानु नै पर्छ, प्राणको र तपाईँको सजिलोपनाको विपरीत तपाईँ जानु नै पर्छ यदि उत्कट चाहनाले प्रार्थना गर्ने हो भनेदेखि। हालेलुया, आमेन। झन् नगरौँ मन लागिराखेको थियो, मन लागेको थिएन, मन त लाग कि नलाग तँलाई लगाउँछु भनेर मनलाई पुरै लगाउनुहोस्, दलाउनुहोस् मनलाई। हुन्छ अब त्यही गर्छु यस्तो भतिर भनेर। एलिया पनि हामी जस्तै स्वभाव भएको मानिस थिए, तिनले प्रार्थना गरे, नपरोस् भने भक्ति साथ उत्कट चाहनाले प्रार्थना गरे। यो हार्ट फेल्ट, उत्कट चाहनाले, उत्कट हृदयले गरेको प्रार्थना। र 3 वर्ष 6 महिनासम्म यसको रहस्य छ। अब यो सङ्केतात्मक कुरामा चाहिँ हामी जाँदैन अहिले, तर 3 वर्ष 6 महिनासम्म पृथ्वीमा पानी परेन। तिनले फेरि प्रार्थना गरेर आकाशबाट वर्षा भएर भूमिले उब्जनी दियो। यहाँ त्यो ठाउँमा मात्रै भनेको छैन है, सुन्नुहोस् है, इजरायलमा मात्रै अथवा काठमाडौँमा, काठमाडौँ त थिएन, यो मात्रै थियो, नामकरण चाहिँ भएको थिएन, पृथ्वी त थियो नि। तर कहाँ उनको प्रार्थनाले कहाँ पानी परेन? पृथ्वीमा, पृथ्वीभरि नै। ठाउँ भनेको होइन है, ठाउँ भनेको होइन, सुन्नुहोस् यहाँ। एन्ड ल्यान्ड प्रोड्युस इट्स क्रप्स, अर्थ अन दि अर्थ अङ्ग्रेजीमा पनि होइन, पृथ्वीमा नै, त्यो विशेष ठाउँमा भनेको होइन। एउटा प्रार्थनाले पृथ्वीभरि नै। मेरो ग्लासमा मात्रै पानी पर्छ भने प्रार्थना त्यस्तो होइन, तर उहाँले पृथ्वी प्रार्थना गर्नुभयो। उत्कट चाहनाले जब प्रार्थना गर्नुभयो पृथ्वीभरि नै कति समयसम्म? हेर्नुहोस् त, 3 वर्ष 6 महिना। मान्छेहरू बिच्के होला त्यतिखेर त धेरै, यो थाहा थिएन होला धेरैजनालाई त, तर थाहा भएको भए चाहिँ सबजना आउँथ्यो होला, ओहो एलिया प्लिज भन्दै। उनले फेरि प्रार्थना गरेर वर्षा भयो पृथ्वीभरि नै। त्यो ठुलो कुरा, यति धेरै शक्ति छ हाम्रो प्रार्थनामा। हेर्नुहोस् है, यो चान्चु नै होइन। 3 वर्ष 6 महिनासम्म कहाँभरि? पृथ्वीभरि। धेरैचोटि चाहिँ अनि मानिसहरू चाहिँ एकचोटि प्रार्थना, फापेन यो प्रार्थनाले मलाई, फापेन भनेर अनि भोलिदेखि छोडिराखेको हुन्छ। होइन, नगर्नुहोस् त्यस्तो। हामी धर्ममा छैनौँ फापेन भन्नलाई। क्रिस्चियनिटी धर्म होइन, क्रिस्चियनिटी त अरूले दिएको नाम हो, तर हामी त परमेश्वरका छोराछोरी हौँ। अनि उहाँको नाउँमा, येशूको नाउँमा, अघि नै दिएको कुरामा जहाँ उभिनु पर्ने त्यहाँ उभिएर कानुन मुताबिक, बाइबलको कानुन मुताबिक उभिएर येशूको नाउँलाई प्रयोग गरेर उहाँको इच्छा बमोजिम जब प्रार्थना गर्छौँ, त्यो धरी मान्छेको प्रार्थनाले एकदमै महान प्रभाव पार्नेछ। हालेलुया, हामी यो चान्चुने कुरा थिएन है। अहिले सुन्दाखेरि हो र भन्ने आउँछ, हो र होइन, यो वास्तविकता हो, यो हाम्रो वास्तविकता हो। 3 वर्ष 6 महिनासम्म कहाँभरि? पृथ्वीभरि। अनि एउटा टाउको दुखाइको लागि, रुगाको लागि प्रार्थना हुँदैन गरेर हुन्छ। नगर्नुहोस्। कतिपल्ट त्यो किन भइरहेको हुन्छ? हामी कानुनी दायराभित्र नउभिएको कारणले गर्दा भइराखेको हुन्छ है। तपाईँको विश्वासलाई बढाउनुहोस्। कतिपल्ट वचन पर्याप्त पुगेको हुँदैन। हतियार के हो? वचन हो। सुन्नुहोस्, म कोराको चोटद्वारा निको भएको छु, एकदमै धेरै सुन्नुहोस्, धेरै सुन्नुहोस्, त्यो वचनलाई सुनिराख्नुहोस्। जस्तो मैले जहिले पनि यो भन्ने गर्छु, आज एकछिनपछि रात पर्दैन भनेर मैले भने भने तपाईँले पत्याउनुहुन्छ? पत्याउने हुन्न, किनकि तपाईँ स्पष्ट हुनुहुन्छ। त्यो रात परेको यति धेरै देख्नुभयो, यति सुन्नु भएको छ, सानो बेलादेखि सुन्नु भएको छ। जोसुकैले आएर भने पनि आज रात पर्दैन भने पनि तपाईँले पत्याउनुहुन्न। रात पर्छ भनेर पत्याउनुहुन्छ नि हो। त्यसरी नै वचनलाई पनि पत्याउनु पर्यो। यो रात कसले बनाउनु भएको? केले बनाउनु भएको? बनाएकोलाई चाहिँ पत्याउने, राति पर्छ भने चाहिँ पत्याउने। त्यही बनाएको वचनलाई चाहिँ पत्याइराखेको हुँदैन।
भोलि हुन्छ भन्दाखेरि हुन्छ नि, मैले हुँदैन भन्यो भने अनि मलाई कहाँ लग्नुहुन्छ तपाईँहरूले? भोलि हुँदैन, बिहान हुँदैन भन्यो भने पत्याउनै हुन्न तपाईँहरूले, हुन्छै हुन्छ। तर त्यो भोलिको दिनलाई बनाउने के हो परमेश्वरको? त्यही वचनले तिमीलाई म सुरक्षा दिन्छु, तिम्रो भविष्य उत्तम छ, मेरो वचन मनन गर भन्दा अरे गरिरह हुन्छ। त्यो नगर्नुहोस्, प्रार्थना गर्नुहोस्, वचनमा उभिएर जे पनि हुन्छ। प्रार्थना कहिले पनि अन्तिम उपाय नबनाउनुहोस्, प्रार्थना जहिले पनि पहिलो उपाय हो। आमेन। कहिले पनि अन्तिम उपाय, ल प्रभु केही सिप लागेन, अब चाहिँ तपाईँकोमा आउँछु म परमेश्वर आए त म त सुन्थिनँ त्यो प्रार्थना। मैले भने मेरो अन्तिम ठाउँ दिएको, पहिलो ठाउँ दिनुपर्ने हो नि। सब गरिसक्यो, सब भ्याइसक्यो, सब अनि अन्तिममा अब तपाईँ हो सबै भनेर अनि आउँदाखेरि म भए चाहिँ त्यही भएर म परमेश्वर होइन। म भए चाहिँ म उत्तरै दिनु सुन्दिनँ भाइ, तेरो कहिल्यै कुरो सुन्दिनँ, बन्द त मेरो कालो सूचीमा फोनमा ड्याम कल आयो भने पनि उपलब्ध हुन सकेन भनेर भनिदिन्थेँ होला मेरो केस भाइ। मेरो बाबा भनेको बयदी भए म परमेश्वर होइन, म उहाँ जस्तै चाहिँ छु। हालेलुया, आमेन। त्यही कारणले गर्दा प्रभु कति अनुग्रह हुनुहुन्छ। त्यसरी गरेको प्रार्थना इजरायलीहरूको सुन्नुभयो उहाँले, धेरैजना मान्छेको आज पनि सुनिराख्नु भएको छ। तर त्यसको साटो हामी जब पहिलो प्राथमिकतामा उहाँलाई राखेर गर्छौँ, यो उत्कट चाहनाले वचनको दायराभित्र रहेर गर्छौँ भने कति महान काम हुन्छ तपाईँको प्रार्थनाले। हालेलुया, स्वर्गहरू उग्रिन्छन्, त्यहाँ भएको कुराहरू फुकाइन्छन्, कति महान कुरा तपाईँले यो पृथ्वीमा गराउन सक्नुहुन्छ। अनि अझै हामीले गर्ने प्रार्थना उनी उत्तम करारमा थिएनन् है, बुझ्नु होला यो। उनी उत्तम करारमा थिएनन्, येशूको रथको शक्ति उनलाई थाहा थिएन, येशूको नाउँ उनीसँग थिएन, वचनको सबै कुरा उनीसँग थिएन। तैपनि जब उनले त्यो प्रार्थना गरे के भयो? पानी रोक्यो पृथ्वीभरि। त घरको छानामा मात्र होइन, पृथ्वीभरि नै पानी रोक्यो। 3 वर्ष 3.5 वर्षसम्म 6 महिनासम्म पानी परेन उनले गरेको प्रार्थना। तर अहिले हामी उत्तम करारमा उहाँको रगतको प्रमाणमा वचनको दायराभित्र रहेर येशूको नाउँ प्रयोग गरेर हामी प्रार्थना गर्न सक्छौँ। कति धेरै प्रभाव पार्छ यो प्रार्थनाले, कति धेरै शक्तिशाली काम गर्छ। हालेलुया। तर तपाईँको प्रार्थना कहिले पनि व्यर्थ नै होइन। जब म आम्ने सामने आएर, प्रार्थना भनेको के हो? पिताको आम्ने सामने आएन घनिष्ठतामा उहाँसँग कुराकानी गर्नु है। प्रोस्युखे भनेको त्यही नै हो। अरू पनि छ, तेफिल्ला भन्ने पुरानो करारमा विभिन्न अरू नामहरू छन्, तर हामी त्यसमा जाँदैनौँ। तर अहिले हामीले गर्ने प्रार्थना चाहिँ यही नै हो। जब यसरी प्रार्थना गर्नुहुन्छ, हाम्रो धर्मीजनको प्रार्थनाले के गर्छ? धेरै प्रभाव पार्छ। हालेलुया, आमेन। प्रभुको इच्छा नै उत्तर भएको प्रार्थना हो। धर्मले चाहिँ के सिकाउँछ भने कहिलेकाहीँ उत्तर आउँछ, कहिलेकाहीँ आउँदैन भनेर सिकाउँछ। म चाहिँ मान्दिनँ, खै बाइबलमा त त्यहाँ छैन। तपाईँले हेर्नुहोस् है, खोजेर ल्याउनुहोस् भोलि, ल बाइबल तपाईँको हेर्नुहोस् नयाँ करारमा। अनि उत्तर प्रभुले त्यो अर्को एउटा प्रार्थनामा जान्छौँ, त्यो कुरा चाहिँ तपाईँले बुझ्नुहुन्छ। अनि परमेश्वरले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्न, कहिलेकाहीँ हो कहिलेकाहीँ होइन भन्ने कुराहरू खोजेर ल्याउनु होला है त। हेर्नुहोस् तपाईँले, एउटा हो येशूले कचौरो, त्यसलाई चाहिँ अर्पणको प्रार्थना भनिन्छ। यदि तपाईँको इच्छा भयो कचौरा मबाट हटाइदिनुहोस्, त्यसको विषयमा हामी सिक्नेछौँ किन भनियो भनेर। त्यो चाहिँ अर्पणको प्रार्थना हो है, त्यसको उत्तर आएन। अनि यो फेरि यस्तो हो, त्यसको उत्तर नआउनु नै उत्तर हो है। त्यहाँ बुझ्नुपर्छ हामीले त्यो प्रार्थनाको विषयमा चाहिँ। त्यही भएर धेरै प्रकारको प्रार्थना सिक्नुपर्छ, बाइबलभरि भएको विभिन्न प्रकारको प्रार्थना सिक्नुपर्छ भनेको चाहिँ यही नै हो। त्यसलाई चाहिँ अर्पणको प्रार्थना भनिन्छ। त्यो कस्तो खाले प्रार्थना हो तपाईँ आउनु होला, यो हप्तामा हामी सिक्नेछौँ। महत्त्वपूर्ण छ। हालेलुया, आमेन। तर उहाँको इच्छा अनुसार गरेको प्रार्थनाको जहिले पनि उत्तर आउँछ। अनि कहिलेकाहीँ चाहिँ प्रभुले हाम्रो अघि नै भने जस्तै दृष्टिकोणलाई जाँच गर्नुहुन्छ है। तपाईँको दृष्टिकोण सही हुनुपर्छ। त्यही भएर बाइबलले भन्छ नि, सबैभन्दा उत्तम वरदानको खोजी गर। त्यो उत्तम वरदान के हो? प्रेमको लक्ष्य राखौँ। आमेन। हामी जे पनि गर्छौँ परमेश्वरको प्रेममा आधारित भएर गर्छौँ। उहाँले त्यही भएर त भन्नु भने आफ्नो दुश्मनको लागि पनि के गरिदेऊ? प्रार्थना गरिदेऊ भनेर उहाँले भन्नुभयो। त्यो त प्रेम छैन भने त गर्न सकिन्छ? सकिँदैन नि। आफ्नै भाइको लागि कहिलेकाहीँ गर्न सकिरहेको हुँदैन, यसले मलाई अस्ति यस्तो भनेको थियो भनेर होइन। तर हामी त्यो कुराहरूलाई पन्छाएर हामी प्रेमलाई चाहिँ लक्ष्य बनाउँछौँ। जहिले पनि प्रेम पनि एउटा जग हो हाम्रो लागि, जहाँ उभिएर चाहिँ हामी के गर्छौँ? प्रार्थना गर्दछौँ है, हामी प्रार्थना गर्दछौँ। हालेलुया। याकुब 4:3, याकुब 4:3, यो कतिवटा कुराहरू तपाईँले पढिसक्नु भएको छ अगाडिको प्रार्थना भाग 1मा पनि। याकुब 4:3ले के भन्छ भने, You ask and do not receive,
तिमीहरूले माग्छौ तर पाउँदैनौ। याकुब 4:3 है, तिमीहरूले माग्छौ तर तिमीहरूले पाउँदैन, किनकि तिमीहरूले जब माग्छौ त्यो तिमीहरूको आफ्नै प्लेजर, अङ्ग्रेजीमा चाहिँ प्लेजर है, आफ्नै मनोरञ्जनको लागि मागिराखेका हुन्छौँ। यसको मतलब परमेश्वर हाम्रो सन्तुष्टिको विपरीत हुनुहुन्न है। यो भनेको मैले अघि भन्दै थिएँ नि, एउटा कुरा चाहिँ सदुकी र फारिसीको प्रार्थनालाई येशू ख्रीष्टले एकदमै घृणा गर्नुभयो। किन भन्दा उनीहरूको प्रार्थना कस्तो थियो? आफ्नो शरीरको सन्तुष्टिको प्रार्थना थियो। त्यो भनेको देखाउने प्रार्थना थियो है। देखाउने भनेको ओ प्रभु म यस्तो खतरा हो, म यो हुँ, म त्यो हुँ, अनि हेर हेर यो पापीलाई छ्या छ्या छ्या, प्रार्थनामै त्यस्तो गर्छ, छ्या 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 यस्तो यस्तो नि हुन्छ भनेर उनीहरूले त्यो प्रकारको प्रार्थना गर्थ्यो है। अनि याकुबले त्यसैको विषयमा कुरा गर्दै हुनुहुन्छ है। तिमीहरू माग्छौ तर पाउँदैन, किनकि आफ्ना अभिलाषा पुरा गर्नलाई बेठिकसित। किन पाउँदैनौ? परमेश्वरले नदिनु भएको होइन, तर के भएन? प्रार्थना कस्तो भयो? बेठिक भयो है। यहाँ स्पष्ट याकुबले, येशूको भाइले भन्दै हुनुहुन्छ है, पास्टर याकुबले, उहाँले भन्दै हुनुहुन्छ तिमीहरूले कसरी माग्यौ? बेठिक। ठिकसँग माग्यो भने त पाइहाल्थ्यो नि। बेठिक के हो भनेर अझै हामी पछि हेर्नेछौँ। तर अघि मैले भने यहाँ स्पष्ट भनेको आफ्नो अभिलाषा पुरा गर्न। परमेश्वरले हालिदिनु भएको इच्छा होइन, तर के पुरा गर्न? अभिलाषा। अभिलाषा के को हुन्छ? आत्माको अभिलाषा हुन्छ। कसैले प्रचार गर्यो भने नपत्याउनु चाहिँ आत्माको अभिलाषा हुँदैन, त्यहाँ भनेको छैन बाइबलमा। के को अभिलाषा भनेको छ? शरीरको अभिलाषा, अनि अर्को आँखाको अभिलाषा हुन्छ है। एकदमै थाहा गरिराख्नुहोस्, आँखाको अभिलाषा, यो अभिलाषा भन्नाले त्यो दुवैलाई जनाउँछ। आँखाको अभिलाषा, शरीरको अभिलाषा पुरा गर्नलाई बेठिकसित माग्दछ। मैले अघि भनेको प्रार्थना जस्तै, प्रभु यसलाई डर हालिदिनुहोस् ताकि यसले मेरो आदर गरोस्। अझै त्यस्तो प्रार्थना पनि हुन्छ धेरैजनाको, प्रभु मलाई यो कसैले यिनीहरूले आदर गरेन, प्रभु यिनीहरूलाई देखाइदिनुहोस् तपाईँले मलाई को बनाउनु भएको छ भनेर प्रभु देखाउनु पर्यो तपाईँले। त्यो त कस्तो प्रार्थना भयो? बेठिक प्रार्थना भयो नि। तपाईँ किन देखिराख्नु पर्यो? तपाईँलाई जे भन्नुभएको छ, आँपलाई आँप फला भन्ने जे गरिदिएको छ त्यही गरेर बस्नु। म स्याउ फलाउँछु, सुन्तला फलाउँछु, यता म अङ्गुर पनि फलाइदिन्छु, म अङ्गुर जस्तो नि भएर देखाइदिन्छु भन्यो भने त उसको उद्देश्य नै पुरा भएन नि। धेरैचोटि यही नै हुन्छ, हामी को भन्न खोजिराखेका हुन्छौँ, के गर्न खोजिराखेका हुन्छौँ। प्रभुले जे भन्नुभएको छ, जो भन्नुभएको छ, जे गर भन्नुभएको छ, जब हामी त्यहाँ बसिरहन्छौँ, अरूलाई प्रेम गर्छौँ, प्रार्थना गरिदिन्छौँ, जब अरू जस्तो हुन खोज्दैनौँ, तब हाम्रा हृदयहरू सही हुन्छन्। किनकि तपाईँ अरूसँग दाजी राख्नु भएको छैन, तपाईँलाई जो बनाउनु भएको छ तपाईँ त्यही नै बनिराख्नु भएको छ। आमेन। त्यही भएर यसरी प्रार्थना गऱ्यो भने चाहिँ प्रार्थनाको उत्तर आउँदैन। कसरी गर्यो भने वचन पनि प्रयोग गरेको छ, तर के पुरा गर्न प्रयोग गरेको छ? अभिलाषा। जस्तो अघि शैतानले पनि के प्रयोग गर्यो? परीक्षा गर्दै गर्दा वचनै प्रयोग गरे हो, तर के गर्नु? वचन प्रयोग गर्दै थियो? परीक्षा गर्न। वचन त परीक्षा गर्नलाई प्रयोग गर्ने हो त होइन। वचन के को लागि प्रयोग गर्छ? हामी निर्माणको लागि। कहिले घोषणालाई प्रयोग गरेर आउँछ, प्रयोग नगर्नुहोस् है घोषणालाई। घोषणे हो नजज त्यतातिर। तर वचन हामी घोषणालाई हान्नलाई तीर बनाउन प्रयोग गर्दैनौँ। अग्निबाण कसले पठाउँछ? परमेश्वरले अग्निबाण पठाउनुहुन्छ। अग्निबाण कसले पठाउने हो? होसियारी हो है, हामी वचनलाई अग्निबाणको रूपमा नहान्नुहोस् है। शैतानले पठाउने, कतिखेर शैतानको भाँडो भएको थाहा पनि हुँदैन मान्छेहरूलाई। भाँडो भइराखेको हुन्छ, म त हाने नि, त्यो त पुरै रातो पिरो भएको थियो नि, आज मेरो पालोमा दिइहालेँ मैले, पुरै मख परेर आउँछ। तर छलना परेर के गर्दैछ भन्ने कुरा चाहिँ बुझी पनि राखेको हुँदैन है। महत्त्वपूर्ण छ हामी विश्वासको ढाल बनाउने, वचनले विश्वासको ढाल बनाउन सिकाउनुहोस्, अग्निबाण फाल्नलाई होइन। आमेन। यो महत्त्वपूर्ण छ है। त्यो चाहिँ बेठिक प्रार्थना हो, जुन आफ्नो अभिलाषा पुरा गर्न गरिराखेको हुन्छ नि। त्यसै शरीरले त्यही नै भन्छ है, हामीलाई देखाइदे भाइ, देखाइदे, तेरो पालो आयो, ऊ तँलाई निखोज्ने मान्छेहरू आयो, आज प्रचारको पालो, ड्याम 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 ड्याम। कहाँ ड्याम ड्याम नि? निर्माण गर्नुहोस्, हामी त खुवाउने काम गर्छौँ। हालेलुया। त्यही भएर बेठिक प्रकारले प्रार्थना गर्नु हुँदैन, बेठिक प्रकारले प्रचार गर्नु हुँदैन। वचनमा जे कुरालाई जेको लागि प्रयोग गर भनेको छ त्यसैको लागि प्रयोग गर्नु पर्यो। अब आज मैले तपाईँहरूलाई अब खाना खाने समय भयो, हामी प्रार्थना गर्नेछौँ र जानेछौँ। अनि यो अहिले फ्यानलाई अलिअलि कराई जस्तो त छ नि होइन, यसमा लगेर आज खाना खानुहोस् भन्यो भने मिल्दैन। त्यो बेठिक भयो यो, किनभने त्यसको लागि यो बनाएकै होइन। यो फ्यानको ऊ त घुम्नको लागि बनाएको, सबैजना गोलो बनाएर यसमाथि भात तरकारी हालेर भात तरकारी अड्किँदैन यो फ्यानमा, अड्किँदैन होइन। यही फोनैमा पनि ल आज माथि गएर थाल होइन, प्लेटको सट्टामा यसमाथि भात राखेर खानुहोस् भन्यो भने यसले तरकारी खायो भने मर्छ, चल्दैन यो। तपाईँले खायो भने तपाईँ चल्नुहुन्छ, ताकत पाउँछ। तर फोनमा खायो भने यसको यहाँ भएको दुलोहरूबाट के हुन्छ? पानी पस्छ, अनि
हुन्छ यो चल्दैन होइन। त्यो कारणले महत्त्वपूर्ण छ हामी कुनै पनि कुरा वचनले नभने अनुसार नगरौँ। बेठिकसित, बेठिक भनेको कस्तो प्रार्थना, वचन प्रयोग गरे पनि के पुरा गर्न, आँखाको र शरीरको अभिलाषा पुरा गर्ने प्रार्थना, अथवा अर्को शब्दमा देखाउने, देखाउनुको लागि। तपाईँलाई थाहा भइहाल्छ देखाउने गरेको, थाहा हुन्छ नि है, थाहा हुन्छ। जानी नजानीका भुल गल्ती नभन्नु, जानेरै गर्ने हो गल्ती। अनि त्यसपछि यहाँ थाहा हुन्छ भित्रै भनेर यस्तो हेर आएछ आएछ अरे जान्यो नि। अब त नगरौँ हामी त्यस्तो, बेठिकसित प्रार्थना गरौँ, हामी ठिकसँग प्रार्थना गरौँ। अहिले पनि खानाको निम्ति जानेछौँ। प्रभु हामी जे वचनमा सिक्दैछौँ अहिले, यसलाई हामी ठिकसँग प्रार्थनाको निम्ति हामी प्रयोग गर्छौँ। भयो कति महत्त्वपूर्ण छ, जसै हामी यसलाई बुझ्दछौँ। तपाईँले महान तरिकाले हाम्रो जीवनबाट काम गर्नुहुन्छ। तपाईँ महान परमेश्वर हुनुहुन्छ, तपाईँ योग्य बुवा हुनुहुन्छ र हामी तपाईँलाई उचाल्दछौँ बा, तपाईँको महिमा गर्दछु यो समय। धन्यवाद जे खानाहरू हाम्रो लागि तयार भएको छ, हामी खाइपी बल प्राप्त गरी तपाईँको महिमा गर्छौँ। यो वचनले हाम्रो हृदयमा आज काम गरेको छ। जो जतिले अनलाइन पनि सुन्दै हुनुहुन्थ्यो उहाँहरूको जीवनमा पनि काम गरेको छ प्रभु, ताकि हामी अझ धेरै हाम्रो जगमा निर्माण भएर हामी प्रभावकारी प्रार्थना गर्ने व्यक्तिहरू बनाऊ। यसु जस्तै प्रार्थना गर्ने व्यक्ति हो। अरूबाट हामी नमुना उदाहरणहरू लिन्छौँ, जस्तो एलियाबाट अघि हामीले हेऱ्यौँ, र विभिन्न मान्छेहरूको प्रार्थनाको जीवनबाट हामी उदाहरण लिन्छौँ। तर हाम्रो लागि प्रार्थनाको नमुना यसु तपाईँ हुनुहुन्छ र तपाईँ जस्तै प्रभावकारी, तपाईँको जस्तो प्रार्थना गर्ने व्यक्ति हामीलाई बन्नलाई यो हप्ताभरि मद्दत गर्नुहोस्। तपाईँको वचनले हामीलाई त्यस्तै बनाउने छ, किनकि बिउ जस्तो छ फल त्यस्तै फल्नेछ र त्यही अनुसारको फल यो हप्ताभरि फल्नेछ। धन्यवाद दिँदछ प्रभु, तपाईँकै महिमा भएको छ येशूको नाउँमा, आमेन। हुन्छ चाहिँ मेसी सबैजनालाई। हाम्रो यसपछि चाहिँ प्रार्थना कक्षाहरू हुँदैन हाम्रो पाहुनाहरूको निम्ति, अनलाइन पनि हाम्रो लाइभ पनि हुनेछ होइन। त्यस कारणले गर्दा भोलि फेरि आउनु होला 9 बजे नै। माथि खाना छ, तर सबैजना खाना लिएर मात्रै, खाएर मात्रै जानु होला है त। हुन्छ, जय मेसी सबैजनालाई। धन्यवाद वचनमा बस्नुभएको निम्ति।